र विनयजीलाई सम्झँदाखेरि र उहाँको कामलाई सबै कुराहरूलाई अहिले मानसपटलमा आउँदाखेरि अलिकति मलाई भावनामा आउन पर्ने स्थिति पनि आयो जस्तो लाग्यो। म क्षमा चाहन्छु। तर जे होस्, पहिलो कुरा त यो आज विनय कुमार केसीजीको 6औं स्मृति दिवसमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। मैले विषयवस्तुबाट बाहिर जाला के होला भनेर मैले छोटकरीमा एकदमै सायद नलाग्ला साथीले मैले लेखेको कुराहरूलाई अलिकति राखेको छु अनि त्यसपछि यहाँहरूसँग मैले कुरा गर्न चाहन्छु। धन्यवाद। पहिला कुरा त विनय कुमार परशु एउटा कुशल पत्रकार व्यक्त भइसकेको छ, कुशल सम्पादक अनि कुशल साहित्यकार पनि हो र उहाँ पर्यटन क्षेत्रको समेत राम्रो दखल र रुचि राख्ने बहुआयामी व्यक्तित्व हुन्। उहाँ सदा अध्ययनशील, चिन्तनशील, सृजनशील र जहिले पनि केही न केही नौलो काम गरिरहने, आँटेको काम पुरा नभएसम्म निरन्तर लागिरहने स्वभावको हुन्। उहाँ गुल्मीको रिडी बजारबाट तानसेना बस्न थाल्नु भएपछि त्यस्तै 2029-30 सालतिर उहाँसँग मेरो भेट भयो। त्यसै बेला गोरखपुर जेसीबाट तानसेनमा जेसी संस्था खोल्न आधुनिकीकरण व्यवस्था मिलाउन विनयजीलाई जिम्मा दिएको रहेछ। हामी 5-7 जनालाई बाल मन्दिरमा बोलाउनु भयो। राम्रो आधुनिकीकरण भयो। संस्था खोल्ने कुरामा विनयजीले सबै सामग्री मलाई दिने जिम्मेवारी लिन भन्नुभयो। अध्ययन गरौँला, हेरौँ भने अन्ततः सिद्धार्थनगर जेसीको सौजन्यतामा सन् 1980-81मा उक्त संस्था पाल्पामा खोज्यो र विनयजीलाई अनुरोध गर्यो तपाईँ पनि सदस्य बनिदिनुहोस्। तर उहाँले भन्नुभयो म सदस्य बन्दिनँ, तर म सबै सहयोग गर्छु। त्यो उहाँको यो पहिलो मैले पाएको यो अनुभव। त्यसबाट मलाई के लाग्यो भने कतिपयले आफू त्यो संस्थामा अलिकति इन्भल्भ भइसकिसकेपछि त्यसैमा बस्नु पाए हुन्छ भन्ने आशा र लोभ गर्छन्, तर उहाँमा त्यो मैले पाइनँ। पहिलो इम्प्रेसन पुऱ्याइरहेको छ। बागलुङको सुशिक्षित राजभण्डारीकी छोरी गङ्गा कस्तुसँग विक्रमसम्म 2032मा विनयजीको विवाह भयो। त्यसै वर्ष तानसेनकै जेबीटी स्कुलमा खाद्य विज्ञान अध्यापन गर्ने निर्णय भएअनुसार उपयुक्त शिक्षकको खोजमा रहँदा गङ्गा कस्तुले खाद्य विज्ञान विषयमा स्नातक गरेको थाहा भयो। विनयजी कहाँ गएर कुरा गर्दा शिक्षा क्षेत्रमा राम्रो अवसर भन्दै श्रीमती गङ्गा कस्तुजीलाई आफू सुत्केरी भएको 1 महिना पनि भएको थिएन, उहाँले विद्यालयमा पठाउनु भयो। सुत्केरी यो अर्को मैले उहाँको महानता पाएँ। अनि तेस्रो कुरा, विनयजी जस्तै लगनशील गङ्गा कस्तु आफ्नो विषय र खाद्य विज्ञानमा उत्कृष्ट शिक्षण र नतिजा प्रदान गरेको मलाई मिठो सम्झना छ। विनयजी 2026 सालमा तानसेन आउनुभन्दा पहिले रिडी बजारको प्रधान पञ्चको हैसियतले त्यस क्षेत्रमा सामाजिक, आर्थिक, धार्मिक र जीवन विकास खास गरिकन ऋषिकेशको मन्दिरको संरक्षण र सम्वर्धन र त्यहाँको संस्कृतिको संरक्षणमा र प्रचार प्रसारमा लाग्ने राम्रो अनुभव आर्जन गर्नुभएको मैले पाएँ। त्यसैले पनि होला तत्कालीन अवस्थामा तानसेनलाई शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा विकास गर्ने अवधारणामा चासो राख्नुभयो। त्यस बेला बखतमा हामी पर्यटन सम्बन्धी विषयमा छलफल गर्दाखेरि कृषिका सारहरूलाई उहाँले आफ्नो पत्रिका मार्फत र विभिन्न स्रोतबाट उहाँले त्यसलाई प्रकाशित गरिदिनुहुन्छ। यसै कारणले पनि पर्यटन क्षेत्रमा हामी उहाँसँग सँगै काम गर्न लागिपरेका थियौँ। तत्कालीन तानसेन नगर पञ्चायतको पर्यटन समिति गठन गर्दा पनि हामी सँगै हुन्थ्यौँ। त्यसै क्रममा 43-44 सालतिर तानसेन र पाल्पा पर्यटन क्षेत्रको सम्भावनाको अध्ययन, प्रचार प्रसार र कार्यान्वयन गर्ने उद्देश्य लिएर होटल श्रीनगर तानसेनको प्रोप्राइटर जयप्रकाश प्रसादको सभापतित्वमा हामीले धीरेन्द्र प्रसाद श्रेष्ठ, खतराज साक्य, बुद्धि प्रसाद शर्मा, विनय कुमार कस्तु सदस्यहरू र सल्लाहकारमा तत्कालीन शिक्षक जिल्ला पञ्चायतका कानुन सभापति चण्डी प्रसाद पौडेल, प्रजीय बलराम कापर, प्रधान पञ्च गणेशलाल महर्जन, पाल्पा उच्च वाणिज्यको अध्यक्ष चक्रमान साक्य रहेको पर्यटन विकास समिति पाल्पा टुरिज्म डेभलपमेन्ट कमिटी पाल्पा मलाई गठन गर्यो। मलाई लाग्छ यो कमिटीले यस क्षेत्रको पर्यटन प्रचार प्रसार र विकासमा महत्त्वपूर्ण कार्य गर्न सफल भएको छ। यसमा विनयजीको चासो धेरै रहेको छ। पाल्पा पर्यटन विकास समितिको नियमित बैठक कहिले श्रीनगर होटलमा, कहिले विनयजीकै घरमा।
निरन्तर छलफलपछि तानसेन र पाल्पामा सम्भावित पर्यटकीय महत्त्व भएका वस्तु, स्थान र अवस्थाहरूको पहिचान गर्ने, प्रचार गर्ने, तिनीहरूको संरक्षण र सम्वर्धन गर्ने र ब्रोसर लेख्ने, लेखहरू लेख्ने, पुस्तक तथा पुस्तिकाहरू प्रकाशन गर्ने र त्यस्तै पर्यटनसँग सम्बन्धित स्वागत अथवा वेलकम भन्ने अङ्ग्रेजी पत्रिका प्रकाशन गर्ने कामहरू हामीले गरेका थियौँ। ILO र UNDP-को आर्थिक सहयोगमा होटल श्रीनगरमा राष्ट्रिय स्तरको 30 जनालाई 1 महिना अवधिको टुरिस्ट गाइड तालिम र 2 हप्ताको होटल म्यानेजमेन्ट तालिम 42 जनालाई प्रदान गरियो। यो पहिलो तालिम थियो यहाँ पाल्पामा सञ्चालन गरेको। त्यसै क्रममा विक्रम सम्वत 2045 तिर पाल्पा आइजुलाइटी पुस्तक पनि प्रकाशनमा आयो। त्यो पुस्तकका लागि सामग्रीहरू सङ्कलन गर्ने, लेखन गर्ने कार्यमा मैले विनयजीसँग काम गर्दाको अनुभवबाट उहाँ अत्यन्त मेहनती र कसरी नौलो र आकर्षक प्रस्तुति दिन सकिन्छ भन्ने कुरामा गम्भीरताका साथ लागि पर्ने दृढ स्वभावका व्यक्ति भएको मैले पाएँ। उहाँ विषयवस्तुमा छलफल गर्छौँ, उहाँ लेख्नुहुन्छ, हामी पुनर्लेखन गर्छौँ, त्यसमा मनमोहन शेषाद्री सुधी बागचीलाई हामी बिर्सन सक्दैनौँ। अन्ततः पुस्तकको पाण्डुलिपि तयार भयो। अब नामाकरण गर्दा हामीले 12-15वटा नामहरू पनि टिप्पो गऱ्यौँ। सहज रूपमा त्यत्तिकै राखेको होइन भन्ने कुरा मैले राख्नुपर्छ। कति मेहनत गर्नु पर्थ्यो र कति मेहनत हामीहरूले गरेका छौँ विनयजीसँग मिलेर त्यो कुरा मैले राख्नुपर्छ। 12-15वटा नामहरू हामीले त्यसमा धेरै छलफल गऱ्यौँ। गर्दा अन्ततः हामीले विलियम शेक्सपियरको आइजुलाइटी भन्ने ड्रामा छ, नाटक छ, त्यही नाटकलाई आधार मानेर पाल्पा आइजुलाइटी भनेर त्यो पुस्तकको नाम राख्यो। त्यसपछि पुस्तक तयार भयो। त्यसमा फरवार्ड लेख्ने कुरा आयो। फरवार्ड लेख्नको लागि मलाई विनयजीले आग्रह गर्नुभयो। मैले भने अरू कसैलाई किन पाएको छु, तर उहाँले होइन, तपाईँले त गरेको, तपाईँले धेरै हेर्नु भएको छ, तपाईँलाई थाहा छ, तपाईँले पढाएपछि मैले फरवार्ड लेख्छु मैले भने त्यो पुस्तक छपाई गर्नको लागि तानसेन नगर तत्कालीन तानसेन नगरपालिकाको ठुलो पञ्चायतको सहयोग गरेको मलाई सम्झना छ। पुस्तक प्रकाशनमा आएपछि पुस्तक लोकप्रिय भयो। यसले पाल्पालाई चिनायो। साँच्ची नै भनौँ भने पाल्पाले औपचारिक रूपले प्रशस्त रूपमा चिनाउने काम यसैले गरेको छ। यसले सँगसँगै यति मात्र गरेन कि यसले विजय कुमार बसुलाई पर्यटन क्षेत्रमा अब्बल बनाउनलाई यसले ठुलोसँग पुर्याएको हो भन्ने मलाई लाग्दछ। विक्रम सम्वत 2045 जनवरी-फेब्रुअरीमा पर्यटन समितिको निर्णयअनुसार मेरो सम्पादनमा अङ्ग्रेजी भाषामा स्वागत अथवा वेलकम पत्रिका प्रकाशन भयो। 1 अङ्क प्रकाशनपछि 2046 सालको राजनीतिक परिवर्तनको कारणले रोकिएकै भयो। पर्यटनकै क्षेत्रमा वीरेन्द्र प्रसाद श्रेष्ठ तानसेन नगरपालिकाका मेयर निर्वाचित भएपछि मेरै लेखनमा रङ्गीन 8 पेजी ब्रोसर तानसेन टु द भिजिटर्स, त्यसपछि 24 पेजी पुस्तिका तानसेन टु द भिजिटर्स तानसेन नगरपालिकाले प्रकाशनमा ल्याए। त्यसै बेला तानसेन नगरपालिकाले शिक्षा क्षेत्रमा पनि शैक्षिक पर्यटनको प्रवर्धनको लागि पनि सघाउ पुग्न सकोस् भन्ने उद्देश्य राखेर तानसेन नगरपालिकाभित्र रहेका नगर पञ्चायतभित्र रहेका विद्यालयहरूको प्रोफाइल तयार गर्ने जिम्मा विनयजी र हामीलाई प्रदान गर्यो। त्यो पनि राम्रै पुस्तकको आकारमा हामीले प्रकाश गर्यौँ। विनयजी साँच्चै नै नौलो काम गर्न मन पराउने मेहनत र सृजनशील व्यक्ति हुनुहुन्थ्यो। उहाँले सत्य साप्ताहिक पत्रिका आफैले कम्पोज गर्ने, आफैले लेख्ने, आफैले कम्पोज गर्ने, आफैले सम्पादन गर्ने, आफैले वितरण पनि व्यवस्था मिलाउने गरेर उहाँले काम गर्नुभएको थियो। यो सत्य पत्रिकालाई हामीले बिर्सन किन सक्दैनौँ भनेदेखि यसमा सबभन्दा धेरै पाल्पा तानसेनको पर्यटनका सम्भावनाका कुराहरूलाई उजागर गर्ने गरिन्थ्यो। थुप्रै लेखहरू त्यसमा प्रकाशित भएको थिए। त्यसैले गर्दाखेरि यो सत्य पत्रिकासँग मैले पर्यटनलाई जोडेर यसलाई प्रकाशित गरेको मात्र हो। तानसेनको मुटुमा रहेको ऐतिहासिक शीतलपाटीको कुराहरू म राख्न चाहन्छु। तानसेनको मुटुमा रहेको ऐतिहासिक शीतलपाटीलाई छोपेर त्यसको बाहिरबाट अर्को राउन्ड गोलो आकारको एउटा केही भाग थपिएर त्यसको आकृतिमा परिवर्तन गराइदिने, स्वरूपमा परिवर्तन गराइदिएको थियो। अब यसलाई के गर्ने भनेर विनयजी र हामीहरू बसेर हामी छलफल गऱ्यौँ। छलफल गरिसकेपछि छलफल गर्दाखेरि हामीले के भन्थ्यौँ, अब यसलाई हामीले बाहिरको फाल्नुपर्छ, भित्रको शीतलपाटीलाई जस्ता जस्तै पुरानो स्वरूपमा राख्नुपर्छ। तर यो सहज थिएन, गाह्रो थियो। त्यो पञ्चायतको टाइप थियो, त्यो त अलिकति परिवर्तन एकाएक गर्नुपर्दाखेरि धेरैको विरोध पनि आउने सम्भावना त्यहाँ धेरै थियो। धेरैको रोजीरोटीसँग गाँसिएको त्यस बेलाको अवस्था थियो त्यहाँ। त्यसैले गर्दाखेरि हामीलाई अत्यन्तै गाह्रो भयो।
अनि हामी तिनीहरूतिर सल्लाह गऱ्यौँ अनि पछि त्यसो भए एकपटक वीरेन्द्र सरसित कुरा गरौँ, मेयर सरसित कुरा गरौँ भइसकेपछि हामी उहाँसँग कुरा गरेर उहाँले हो राम्रो कुरा हो गर्न सके त गर्न पर्ने हो, तर यसले अलिकति केही ठाउँ ल्याउँछ धेरै कुरा पर्छ होला, सही त छैन। नगरपालिकाको आम्दानीमै कमसेकम 60-65 हजार रुपियाँ महिनाको आम्दानी भइराखेको छ, त्यसले फेरि असर गर्ला नि, फेरि बोलाउनु हो कि भन्ने कुरा भयो। अनि त्यसपछि हामीले होइन त्यसको लागि हामी पनि लाग्छ, यदि तपाईँहरूले साथ दिनुहुन्छ, पर्यटन समितिले साथ दिन्छ भने हामी तयार भइसकेपछि विनयजी हामीहरू र पर्यटन समिति मान्छेहरू गरेर हामीले ल त भत्काउने भनेर त्यो 2 दिन भत्काउनको लागि 50 तयार हुनुभयो। केही दिन हामी यहाँ शीतल पार्टीमा भेट बस्यौँ, त्यो भयो धेरै विरोध पनि गरेँ, पत्र पत्रिकामा पनि कुराहरू लेखेँ, तर अन्ततः आज शीतल पार्टीको पूर्व रूप पाउँदाखेरि र त्यो शीतल पार्टीको एरियालाई चौडा गरेको पाउँदाखेरि हामीहरूलाई धेरै खुसी लाग्छ। यसले पर्यटनमा एउटा राम्रो अवसर दिएको हामीले अनुभव गरेका छौँ। अब अन्त्यमा उहाँकै स्वामित्वमा रहनुभएकी श्रीमती गङ्गा कर्सु उहाँकै प्रेरणामा पत्रकारिता, लौकथा, लेखाइका क्षेत्रमा हिसाब भइसक्नु भएको छ र पर्यटन क्षेत्रमा पनि बेला बखतमा सम्पर्क गरेर कुराहरू बुझ्ने, सोध्ने र के भएको छ, त्यहाँ के बनाउनु लागेको छ, कसरी काम भएको छ भनेर चासो राख्ने गर्नुभएको मैले पाएको छु। विनयजीको जीवनकथाका लागि उहाँका कलमहरू चलिरहनेछ भने भन्ने आशा र विश्वासको साथ म फेरि एकपटक आजको यस स्मृति सभामा विनय कर्सुप्रति श्रद्धासुमन अर्पण गर्दछु र मलाई यहाँ पर्यटनसँग सम्बन्धित अलिकति जोडेर मात्र राख्नु खोजेको कुरा हो। उहाँका बारेमा लेख्ने र भन्ने कुरा थुप्रै छ, ती सबै कुरा भनेर यहाँ समय दिन पनि म चाहन्न, यिनै कुरा